सत साहेब बन्दी छोड सद्गुरु रामपालजी महाराज की भगवान की जय हो। यता हाम्रो बुवा हुनुहुन्छ, उहाँ चाहिँ सन्त रामपालजी महाराजजीको शरणमा आउनुभएको चाहिँ तपाईँको 10-12 वर्ष भइसकेछ। अनि सन्त रामपालजी महाराजजीको शरणमा आउनुभन्दा अगाडि चाहिँ तपाईँ कुन भक्ति मार्गमा हुनुहुन्थ्यो नि? जसुनी पन्थमा 8-10 वर्षसम्म मेरै पिता पितृप्रदा जगोगीले जसुनी पन्थको गुरुपद लिनुभएको हुनाले उहाँको जसुनी ज्ञानहरू पनि धेरै भजन कीर्तनहरू साधन जपन गरियो र त्यस पछाडि सतपालजी महाराजकोमा पनि 5-10 वर्ष बसियो। त्यहाँबाट पनि दामाखेडा पन्थको धर्मदासपट्टि पनि 8-10 वर्ष बसियो। त्यसरी थुप्रै गुरुहरूको चाहिँ ज्ञान हामीले बुझ्दै लगेको हो र कुनै गुरुहरूको ज्ञान हामीले खोजी गरेर जप साधन तन्त्र मन्त्र र भजन कीर्तनहरू अभ्यास गर्दै आएँ। भजन र कीर्तन मन्त्रहरू बाहिरी रूपले विचार गर्दा ठिक जस्तो लाग्यो, तर भित्री रूपले आध्यात्मिक ज्ञानको तेस्रो मन्त्रको अभाव थिएछ भन्ने, तत्त्वदर्शी सन्तको अभाव थिएछ भन्ने यथार्थ शास्त्रबाट आज वर्तमान सद्गुरुदेव रामपालजी महाराजको नीतिगत शास्त्र ग्रन्थहरू बुझ्दाखेरि शास्त्र विरुद्धको ज्ञान मात्रै हामीले गुरुहरूले सिकाएको प्रमाण यथार्थ बुझेको हुनाले आज शास्त्र अनुकूल सद्गुरुदेव सन्त रामपालजी महाराजले बताउनु भएको कारणले यो ज्ञानमा दृढ रहेर कुनै पुरानो गुरुहरूको चाहिँ धर्मशास्त्र भजन कीर्तन कुनै पनि शास्त्रहरू त्यागेर सद्गुरुदेव सन्त रामपालजी महाराजको शरणमा 2013 अप्रेल महिनाको 11 तारिक बरवाला हरियाणामा गएर प्रथम नाम दीक्षा पाएर 4 महिनाभित्र हाजिरी पुर्याएर सतनाम प्राप्त गरेर आएको हो। र त्यस सद्गुरुदेव सन्त रामपालजी महाराजको ग्रन्थहरूबाट चाहिँ यथार्थसँग पढ्दै जाँदाखेरि चाहिँ भने अत्यन्तै गहिरो ज्ञानहरू प्राप्त गरिएको कारणबाट अत्यन्तै खुसी छु। र यसमा ज्ञानगङ्गा पुस्तकमा लेखिएको अध्याय नम्बर 15 श्लोक नम्बर 1, 4 तथा 16 र 17 मा लेखिएको छ, कबीर अक्षर पुरुष निरञ्जन बाँकी डार, 3 देव शाखा भए 5 रूप संसार। अनि जुन यो गीत तपाईँले त भर्खरै भन्नुभयो, गीता अध्याय नम्बर 15 को श्लोक नम्बर 1 देखि 4 मा जुन तपाईँको तत्त्वदर्शी सन्तले मात्रै एउटा उल्टा लट्का वा संसार वृक्षको बारेमा बताउन सक्छ, त्यो नै तत्त्वदर्शी सन्त हो भनेर जो सन्त रामपालजी महाराजले पनि सत्सङ्ग मार्फत बताएको चाहिँ अब हामीले पनि देखिरहेको हो। अनि जुन यो उल्टा लट्का वा संसार वृक्षको बारेमा चाहिँ तपाईँको पहिले के जसमुनि पन्थमा पनि यो उल्टा लट्का वा संसार वृक्षको बारेमा बताइएको छ? संसारको वृक्ष चाहिँ त्यति देखिएन, तर चौपाईमा चाहिँ त्यसरी पाइयो। खण्डन गर्नुहोस् न, यो के भनेर पन्थमा पनि पाइयो। बताउनुहोस् त के भनेर भनेको रहेछ यो जसमुनि पन्थमा चाहिँ के भनेर भनेको रहेछ? जसमुनि पन्थ या कृष्ण प्रणामी छेरातीत भन्ने ग्रन्थहरूमा चौपाईमा यस्तै पाइएको थियो र सात शब्दहरू भन्ने पनि पुरानो कबीर पन्थमा पाइएको थियो। अनि यो उल्टा लट्का वा संसार वृक्षको बारेमा चाहिँ के भनेको थियो विशेष गरी, यसको बारेमा थोरै भनिदिनुहोस् न। त्यसको विषयमा चाहिँ यो चौपाई चाहिँ अभ्यास गरेर लिएर बसेको थिएँ, तर स्पष्ट यसले चाहिँ यसको अर्थ नबुझेको कारणले आज तत्त्वदर्शी सन्त रामपालजी महाराजको शरणमा आएर तत्त्वज्ञान उहाँ सद्गुरुदेव सन्त रामपालजी महाराजले तेस्रो मन्त्र दया गरी बक्सिनु भएको कारणबाट स्पष्ट विश्वास यो उल्टा पिपल झुन्डिएको वृक्षको बारेमा मलाई अत्यन्तै खुसी लागेर आज ज्ञानगङ्गा अध्याय नम्बर 15 श्लोक नम्बर 1, 4 तथा 16 र 17 मा लेखिएको बमोजिम कबीर अक्षर पुरुष एक पेड़ है, निरञ्जन बाँकी डार, 3 देव शाखा भए 5 रूप संसार। यसको बारेमा चाहिँ जसमुनिमा चाहिँ के भनेर भनेको छ? यो यसरी फाँट लगाएन, त्यस कारणले विश्वास पनि लागेन।
अनि जुन तपाईँको जसमनी पन्थमा जुन त्यहीँको भाषामा जुन यो उल्टा लट्का वा संसार बिर्सेको बारेमा खण्डन गरिएको छ भन्नुभयो, एकपल्ट त्यो सुनाउनुहोस् न त्यो पनि। वेद पता उँधो हाँगा उम्भोतिर जरा हुने, अशोष्ट नित्या जो जन्ला उही हो वेद बुझ्ने। वेद पता तलमाथि फिन्दिन्छन्, बढ्छ गुणले विषय पालुवा छन्। ज्वरा त्यसको कर्मनाउ गरेको, बढ्छ यही लोकमा छन् गढेको। अशोष्ट नित्या जो जन्ला सुविरूढ मूल यो, कडा सस्तली सुभङ्गको, पछि त्यो पद खोज्नु जहाँ, पुगेर फेरि फर्किँदैन यहाँ। प्रवृत्ति जसबाट छ यो पुरातन, पुग्छु उसैमा भनोस् मनै मन। जित्ती मानर महसँग अध्यात्म जानी गरी काम भङ्ग। दुःखादिको द्वन्द्व सबै हटाई, पूर्ण ब्रह्म ज्ञान लिन्छ त्यो पद रमाई। ए भनेपछि यो त गीता अध्याय नम्बर 15 को श्लोक नम्बर जुन एकको जुन तपाईँको 4 कै पो कुरा आयो। तर यो भाषा त अलिकति न त नेपालीसँग मिल्छ, न संस्कृत छ, न त हिन्दी, यो त अलिक बेग्लै खालको पो छ त होइन हजुर? त्यसै कारणले त विश्वास नलागेर अगाडि जति पनि गुरुहरूको ज्ञान दीक्षा वचन कीर्तन मैले अभ्यास गरेको छु, मेरै आत्मामा आउने शब्दहरू पनि मैले रोकेर अहिले भनिराखेको छैन। यो कबीर पन्थ दामाखेडा पन्थमा सार शब्द बारेमा पनि धेरै चौपाइहरू रटेको थिएँ, तर त्यहाँ पत्तो लागेन। किन ओम तत् सत्को ज्ञान प्राप्त गर्नु पनि पाइएन, प्रथम मन्त्र पनि पाइएन र शास्त्र विरुद्ध मात्रै उहाँहरूले सिकाएको प्रमाणहरू यथार्थ। अष्टमी दुर्गा माताको 16 मिटरको कपडा फिन्जाएर चाहिँ भने हामीले रातभरि जाग्रत पूर्णिमाको रात्रिमा बस्नुपर्ने भएकोले त्यसलाई विश्वास नगरेर त्यसको सेतो तिलक र कण्ठीमाला समेत बरवाला हरियाणा गएर शङ्खा समाधानमा उहाँ शङ्खा समाधान इन्टरभ्यू लिनेहरूले त्यही ठाउँमा फुकाएर उहाँहरूलाई जिम्मा लियो। ए ठिकै छ, तपाईँले एकदम अब कुरा त यथार्थ कुरा नै बताउनु भयो। अनि के सन्त रामपालजी महाराज नै पूर्ण परमात्मा अर्थात् सच्चा सद्गुरुको रूपमा अब चिनिन्छ भनेर अब भन्छन् सबैले। वास्तवमा सन्त रामपालजी महाराज नै मोक्ष मार्ग बताउनु हुने पूर्ण सन्त हुनुहुन्छ भनेर के छ प्रमाण, यसको बारेमा थोरै बताउनु न। अब कबीर सागर, मुक्तिबोध, गहरीजर ग्रन्थहरू पनि अनुभव गरियो, पढियो। त्यस आधारबाट पनि सद्गुरुदेव सन्त रामपालजी महाराज नै पूर्ण परमात्मा हो। ओम तत्सत ज्ञान तत्त्व ज्ञानको चाहिँ पक्का जिम्मेदारी उहाँ हो भन्ने कुरा स्पष्ट मैले ग्रन्थहरूबाट पनि बुझेको छु। 7 अरब मानवहरूको छानबिनमा मात्र सद्गुरुदेव सन्त रामपालजी महाराज तत्त्वदर्शी सन्त गुरु हो भनेर स्पष्ट प्रमाणहरू पनि पाइएको छ। भनेपछि वास्तवमा पूर्ण मोक्षदाता चाहिँ सन्त रामपालजी महाराज नै हुनुहुन्छ होइन त? पूर्ण परमात्मा सतलोकबाट सशरीर आएर हरियाणामा यथार्थसँगले सद्गुरुदेव सन्त रामपालजी महाराजलाई प्रकाश दिनु भएर सोही अवस्थामा उहाँले सन्त रामपालजी महाराजलाई छर्लङ्गै सतलोक लगेको प्रमाण पनि स्वयं सद्गुरुदेव सन्त रामपालजी महाराजले सत्सङ्गमा बताउनु भएको छ। र सद्गुरुदेव सन्त रामपालजी महाराजले 5505 मा 1997 फाल्गुन महिनाको शुद्धि 10 बजे समयमा पूर्ण परमात्मा सत्पुरुष कबीर साहब आएर यथार्थ प्रथम दोस्रो तेस्रो स्थान नाम दिई समय समय तोकेर अन्तर्ध्यान हुनुभयो भनेर उहाँको सत्सङ्गबाट पनि सुनेको हो। र धरती अवतार पुस्तकमा पनि यथार्थ 5505 का दिन फाल्गुन महिनाको शुद्धि 10 बजी यथार्थ स्वयं पूर्ण परमात्मा सतगुरु कबीर साहेबले रामपालजी महाराजलाई भेटी प्रथम दोस्रो तेस्रो सारनाम समेत दिने आदेश दिएर अन्तर्ध्यान हुनुभयो भनेर स्वयं
धरती उपर अवतार ग्रन्थमा पनि स्पष्ट पाइएको छ। ठिकै छ, कुरा त एकदम आध्यात्मिक रूपमा एकदम परमात्माको सन्त रामपालजी महाराजलाई साक्षी राखेर एकदम गहिरो कुरा गर्नुभयो। अनि एउटा यहाँनिर हामीसँग एउटा यो पुस्तक छ, यो के छ, मस्ट नाउ भनिएको छ, यो यसको बारेमा थोरै बताइदिनुहोस् न, यो के भन्न खोजेको यो यसको बारेमा? यो मस्ट नो लिभिङ बेइङ इज रेस Must know living being is race. Maintained our religion, Hindu, Muslim, Sikh, Yesu Christ. There is no separate religion. Hindu, Muslim, Sikh, Yesu Christ. There is no separate religion. Who are the mother and father of Brahma, Vishnu, and Mahesh? Who is the husband of Mother Shravali, Durga Ashtangi? Which God has selfish interest in our birth and the death? We do so much worship of all the goddess says, then why are we still diseased? Whose bhakti devotion do Brahma, Vishnu and Mahesh do? What is the identity of a complete Santa, and how will we attain complete salvation? Is God infirm or is God infirm or less? Is salvation possible by going in the refuge of any guru? Is it beneficial to go to place pilgrimage to keep fast, to offer libations of water to God, to carry out sad, etc. according to the Gita ji? Sri Krishna ji was not called, then who is the call of Gita ji? Who is Supreme God? What is he like? Where does he live? How is he attained? Who has seen him? Can happiness or salvation be attained by meditation or by recitation of names maintained like Ram, Hari Krishna, Hari Om, Sant, Hari Om, so 3 and 5 names and Vaheguru etc. At present time, who is the great Sant according to the famous Faretliers? At present time, who is the great Sant according to the famous Faretliers? अब तपाईँको जुन यो इङ्ग्लिसमा यति धेरै कुराहरू लेखिएको छ, यो त तपाईँले नहेरी भन्नुभयो होइन, यो त अब हामी पनि सक्दैनौँ भन्न त। यसको चाहिँ नेपालीमा थोरै अर्थ गरिदिनुहोस् न, यसले भन्नु खोजेको के रहेछ यो जुन मस्ट नो बाँकी के रहेछ यसको अर्थ? मस्ट भनेको अवश्य, नो भने जान्नु, अनि बाँकी तलको जुन के ब्रह्मा विष्णु महेश के भनेको थियो नि, त्यो के भन्नु खोजेको रहेछ? जीव हमारा जातीय मानव धर्म, हमारा हिंदू, मुस्लिम, सिख, यीशु ख्रिस्ट पृथक कोही न्यारा। अनि बाँकी ब्रह्मा, विष्णु, महेशको पिता माताको हुन्। ए त्यो भन्न खोजेको है। अनि ब्रह्मा विष्णु महेशको त आमा बुवा छैन भनेर जुन अब धर्मगुरुहरूले, अरू धर्मगुरुले त भन्छ त, के ब्रह्मा विष्णु महेशको आमा बुवा पनि छ र? स्पष्ट ब्रह्मा विष्णुहरूको माता पिता छ। ए है, ल यो त धेरै राम्रो आध्यात्मिकको कुरामा एकदम गहिरो कुरा गर्नुभयो बुवाले। ल ठिक छ, ल सत साहेब। आज जम्मा में